ताप्लेजुङ अनि अब चाहिँ आज चाहिँ हामी ताप्लेजुङबाट घर फर्किँदैछौँ अनि यहाँ त्यही हो अब हेरौँ अब चाहिँ हामी कावेरी खोला आयौँ पहिले यो बाटोबाट हिँड्दै जानुहुन्थ्यो अरे आम्मामा पहिला गाडीहरू यहाँसम्म खोलादेखि माथि ताप्लेजुङसम्म अनि ताप्लेजुङदेखि माथि काफ्लेपाटीसम्म अनि काफ्लेपाटीदेखि माथिल्लो फेदसम्म अनि माथिल्लो फेददेखि फेरि माथि माछा हुनुभएको ठाउँ ठुलो घन्टी भएको ठाउँ वहाँसम्म हिँडेर पुग्नुहुन्थ्यो अरे आम्मामा हामी सोच्दैखेरि बेहोस हुने गरी छ मान्छेहरू कसरी हिँड्नुको लागि हिँड्नेहरूको आम्मामा आजभन्दा 19-20 वर्ष अगाडि हामी काफ्लेपाटीदेखि ठुलो फेदी र ठुलो फेददेखि माथि ठुलो भन्दा पुग्ने हामीलाई यस्तो मेरो खुट्टा दुखिरहेछ अझै मेरो छोरीलाई घरि पूर्वदेखि यतादेखि अरे वीर घरि यतादेखि अरे कता देखिन्छ घरि यता देखिन्छ वीर घरि यता देखिन्छ अनि हामी त्यसरी काफ्लेपाटीदेखि ठुलो फेरि माथिल्लो फेरि ठुलो घन्टी पुग्ने यस्तो खुट्टा दुखिरहेछ झन् पहिला मान्छेहरू कसरी हिँड्नुहुन्थ्यो होला अब चाहिँ हामी यहाँ रोकिँदा बसिन भनेर है सो गाइज हामी चाहिँ यहाँनेरि खाजा खाएर निक्ल्यौँ बिहानको अनि खाजा खाएर निक्ल्यौँ अब हामी फेरि हिँड्ने अनि अब खाना खाने ठाउँमा मात्र रोकियो अब हामी हिँड्ने यहाँनेरि चाहिँ खाजा खाइरहने खाजा खाएर कस्तो डम्लो अनि मेरो चाहिँ यो ओठ फुटेर नि कस्तो पोलिरहेछ ओठ पुरै फुटिरहेछ अब यसरी हिँड्दाखेरि चाहिँ नि लिप बाम बोकेर हिँड्नु पर्ने रहेछ क्या यो ओठ नै आम्मामा ओठ त जे खाए पनि पर पोल्ने अहिले त गोपेटार ठाउँ यो चाहिँ नि गोपेटार है खाजा खाएको यो गोपेटार हो पाँचथरको गोपेटार यो गोपेटार अरे अनि पचाउनलाई अरे लाउ हो त झोलामा हाल हो त टमाटर त्यसलाई माथिबाट थिच्ला नि थिच्यो भने फुट्छ मेरो चाहिँ यो थुक्पा खायो कि ओठ पिरो पनि थियो अनि पिरो त म खान्छु तर पर रहेछ अनि चाहिँ 5 थरको गोपेटार भन्ने ठाउँ अरे अनि हामीले चाहिँ खाजा खायौँ अनि मामु बाबा अङ्कल आन्टीले चाहिँ चिया खानुभयो बिहान केही नखाने भन्छ अनि हामीले चाहिँ थुक्पा र अन्डा खायौँ अनि त्यही हो अब खाना खाने ठाउँमा मात्र रोकिन्छौँ होला हामी अनि भेडेटारमा रोकिन्छौँ होला अनि अब कहाँ रोकिन्छौँ हेर्दै गर्नु होला एकचोटि यताबाट लाग्यौँ यो बाटो भेडेटार पुग्छौँ अनि त्यहीबाट धरानी हुँदै जान्छौँ कस्तो मजाले घाम लागेको हौ घाम उत्रेर ताप्नु जस्तै
हामी धरान आउन आँट्यौँ। यहाँ पेट्रोल पम्पमा रोकिरहेको छौँ पेट्रोल हाल्न गाडी रोकिरहेको छौँ पेट्रोल पम्प यता बस्नुहोस् न अनि बाहिर त्यही हो अब यहाँबाट धरान जाने अनि धरानबाट अब चाहिँ हामी घर आइपुग्यौँ अनि यता धरानको बाटो आउँदाखेरि चाहिँ छिट्टै हुँदो रहेछ हामी 3 बजेतिर आएको थियौँ लगभग 3 बजे आइपुगेको थियौँ 3 बजे आइपुगेको थियौँ घर अनि यता धरानतिरबाट चाहिँ छिटो हुँदो रहेछ अनि मजाले पुगेर आयो मजा आयो तर त्यो हिँडेकोले यस्तो खुट्टाहरू चाहिँ पुरै दुखिरहेछ कि यस्तो घुँडाभन्दा अलिक मुनि हुन्छ नि त्यो चाहिँ लास्टै दुखेको छ होइन अब त्यही हो धेरै हिँडेपछि त दुखिहाल्छ हिँड्नु पनि पर्छ अनि त्यही हो अब आयौँ अनि आएर पनि नुहाइधुवाइ गऱ्यौँ ओर्यौँ अनि नुहाइधुवाइ गऱ्यौँ ओर्यौँ अनि त्यही भएर भ्लग त यहीँ डाल्नु थियो अनि त्यही भएर यतिखेर खानासाना खाएर भ्लग यहीँ डाल्नलाई बनाएको सो यही थियो हाम्रो 3 दिनको ट्रिप फ्यामिली ट्रिप जुन सकियो मजा भयो अनि हामी चाहिँ पहिला चाहिँ म 9 वर्षको हुँदाखेरि गएको थिएँ अनि मलाई त्यस्तो मजाले केही याद छैन कि अनि त्यही माथि हिउँ परेर पुरै चट्याङ आएर थियो म त पुरै रोगको मलाई लिटरली केही नै याद छैन अनि अब अहिले चाहिँ याद पनि भयो मेमोरी हुन्छ अनि यहाँ अब यही हो सो भिडियो मन परेमा लाइक सेयर कमेन्ट गर्नुहोला अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला या गल्यो हौ तर लास्टै अब भोलि बिहान म कति बजी उठ्छु मलाई थाहा छैन भोलि त झन् शनिबार छुट्टी पनि छ नि त अनि कोचिङहरू पनि लाग्दैन बिहान छिटो उठ्नु पनि पर्दैन सो अब आजको लागि चाहिँ यति नै बाई गाइस